हाम्रो सुदूरपश्चिमतिर अहिले पनि एउटा चलन छ। जब छोरी मान्छेलाई पहिलोपटक मिन्स हुन्छ उसलाई घरभित्र राख्ने चलन छैन, उसलाई छपडी बस्न पठाइन्छ, त्यो पनि घरदेखि टाढा। म पुष्पा, म केवल 14 वर्षकी थिएँ जब मलाई पहिलोपटक मिन्स भयो। मिन्स भएपछि चाहिँ मेरो फ्यामिलीले मलाई छपडी बस्न पठाउनु भयो। छपडी बस्दा चाहिँ कुनै पनि साथी हुँदैन, एक्लै बस्नुपर्छ। एकदम गाह्रो भइरहेको थियो, डर पनि लागिरहेको थियो। म एक्लै थिएँ, त्यो पनि घरदेखि टाढा। म धेरै सुत्न खोजिरहेकी थिएँ, तर निन्द्रा भने पटक्कै लाग्थेन। त्यही बेला अचानक म सुतेको बेला 4 जना मान्छेले कसैले मेरो मुख छोप्यो, कसैले आँखा छोप्यो र कपाल समातेर लित छाड्दै हाम्रो घर नजिकैको स्कुलमा लगेर मलाई सामूहिक बलात्कार गर्नुभयो। म न त कराउन सकेँ न त भाग्न। त्यहाँ मेरो जीवनको सबैभन्दा अँध्यारो पल घट्यो। त्यसपछि चाहिँ प्रमाण नष्ट गर्नलाई उहाँहरूले मलाई मार्ने कोसिस गर्नुभएको थियो र बनाउँदै गरेको 3 तले भवनबाट मलाई फ्याँकिएको थियो। फ्याँकिसकेपछि चाहिँ मलाई म बाँच्छु भन्ने आशै थिएन। मलाई भगवानले बचाइदिनु भयो। म बाँचिसके पछाडि नै यसलाई जसरी नै मार्नुपर्छ भनेर मेरो कपाल लछार्दै जङ्गलतर्फ लागे। अनि जङ्गलतर्फ लाने क्रममा मान्छेहरूले थाहा पाइसकेका थिए। गाउँघरतिर त 4-5 बजे नै मान्छेहरू उठ्छन् र जङ्गलमा लगिसकेपछि मलाई एकपछि एक रगतै रगत भइसकेको थिए। तर पनि उहाँहरूले मलाई छाड्नु भएन। मलाई नाङ्गै बनाएर रुखमा बाँधेर छोडिदिए, यो मरोस् भनेर। त्यसपछि त्यहाँबाट उनीहरू भागे। अनि एकजना व्यक्तिले मलाई रगताम्य देखेर पुलिसलाई खबर गरिदिनु भयो। प्रहरी आए अनि मलाई हस्पिटल लगे। हस्पिटल पुग्दासम्म मलाई केही पनि थाहा थिएन ममा के बितिरहेको छ र के भइरहेको छ भन्ने। त्यसपछि परिवारहरू आउनुभयो। परिवारको एउटै इच्छा हुन्छ, छोरी बाँचोस्, छोरीले न्याय पाओस्। हामी पनि ढुक्क त्यो प्रहरी प्रशासनबाट हामीले न्याय पाउँछौँ भनेर, तर त्यो सोचमा मात्र सीमित भयो। लामो समयसम्म म हस्पिटलमै बसेँ। मेरो अगाडिको छातीको हड्डी र ढाडको हड्डी भाँचिएको थियो। शारीरिक अवस्थामा सुधार भएपछि चाहिँ अदालतको कोठाहरू मैले धेरैचोटि धाएँ, तर न्याय चाहिँ मैले पाइनँ। एकजनालाई चाहिँ 1 वर्ष मात्र चौकी राख्नुभयो, अर्कोलाई 5 महिना, अर्कोलाई 2 महिना र अर्कोलाई 1 महिना गरेर निकाल्नुभयो। यसको पछाडि चाहिँ नेताहरूको ठुलो हात थियो। उहाँहरूले चाहिँ आफ्नो कार्यकर्ताहरूलाई बचाउनु भयो, तर एउटा छोरीलाई बचाउन सक्नु भएन। मलाई पहिलादेखि चाहिँ पोलिटिकल साइन्समा कुनै पनि इन्ट्रेस्ट थिएन। मलाई चाहिँ नेपाल आर्मी बनेर देशको सेवा गर्ने थियो। तर जब म माथि घटना भयो, म शारीरिक रूपमा अस्वस्थ भएँ। मेरो छातीको हड्डी र ढाडको हड्डी भाँचिएको कारणले चाहिँ नेपाल आर्मीमा सिलेक्ट भइनँ। र त्यसपछि चाहिँ मैले जति पनि न्यायको ढोका ढकढकाउँदाखेरि जब मैले न्याय पाइनँ र मलाई
बलात्कार गर्ने ती जो अपराधीहरू पोलिटिकल पार्टीको कारणले छुट्नुभयो। म पो बाँचे, तर म जस्ता थुप्रै दिदीबहिनीहरू, निर्मला पन्तहरू जस्ता बहिनीहरू त मरेर गए र बाँच्नेहरूको लागि चाहिँ मैले केही गर्नुपर्छ र त्यो गर्नको लागि चाहिँ उच्च स्थान भनेकै राजनीतिक रहेछ। म जस्ता कति दिदीबहिनीहरू छन् जसले न्याय पाएका छैनन्। कतिपय त निर्मला पन्त जस्ता न्याय नपाई संसार छोडेर गएका छन् र बाँच्नेहरूको लागि कोही त बोल्नुपर्छ, कोही त उभिनुपर्छ। त्यसको लागि चाहिँ म राजनीतिक शिक्षा लिएर पढ्छु भन्न मैले लिएँ। र त्यसपछि चाहिँ मेरो निर्णय राजनीतिक पढ्ने इच्छा भएर चाहिँ म अहिले राजनीतिक लिएर पढिरहेको छु। यो कथा सुदूरपश्चिमकी एक साहसी छोरी पुष्पाको सत्य कथा हो। यो केवल एउटा कथा मात्र होइन, यो हाम्रो समाजको एउटा तितो यथार्थ हो, जहाँ अझै पनि परम्पराको नाममा छोरीहरूलाई एक्लो बनाइन्छ।